Alright, guys. Alright, we have Lil Zola Anna featuring Yoku Big. I don't know who Yoku Big is. Yoku Big भने नाम पहिलोचोटि हेरिरहेको छु सुनिरहेको छु पढिरहेको छु है सो 2 days ago रहेछ पुरानो रहेछ सङ चाहिँ होइन केही दिन अगाडि चाहिँ के रहेछ आई फिल काइन्ड अफ लाइक म चाहिँ अब रियाक्सन गर्नमा हल्का अब ढिला भएको कि जस्तो लाग्दैछ किनभने सानो भइदिएको भए त मेरो पनि 19,000 जान्थ्यो कि भ्युज होइन हु नोस तर पनि आज अलिअलि ढिला भए पनि अब जाओस् न त भनेर अब होइन I hope you guys watch it and I hope you enjoy it. Let's get into this song Anna by Lil Jola. Okay. के हो त्यो स्ट्रेन्जर थिङ्सको त्यो डिफ्रेन्ट वर्ल्डबाट त्यो आएको थियो नि त त्यो दानव त्यस्तो त्यस्तो देखाएको छ त यार यो ड्रोन घुसाएकै हुनुपर्छ है ड्रोन घुसाएको हो कि के गरेको यार यहाँनिर वेट सुरुमा त यस्तो त हुँदैन ए फक गाइज लुक एट दिस है यिनीहरूको आइडिया मलाई चाहिँ के गरेको जस्तो लाग्छ भने जस्तो वाल छ नि होइन त्यो जस्तै पेपर बनाएर त्यसको वालको जुन माथिको जुन छ नि त्यो माथिको भागको कलर त्यस्तै अब कागज छ यो कागज हो क्या यो कागजलाई चाहिँ आकाशतिर क्यामेरा ठडाइदिएछ होइन सेम देखाउनु पर्यो नि त अनि टाइमिङ कसरी मिलाएको छ होइन यसमा एडिट गरेर अनि आकाशतिर क्यामेरा घुसाइदिएको छ कि यस्तो बबल छ नि आइडिया होइन दिस इज कल्ड आई डोन्ट नो वाट इज इट कल्ड creativity technology Wow, pocket body पैसा छ अनि घाँटीमा छ गोल्ड स्टाइल मेरो नयाँ छ हेर ड्यासिङ अनि बोल्ड अल्लु अर्जुन जस्तो गर्छु गुन्डाहरूलाई फोल्ड जम्मा सो हान्न जान्छु हुन्छ टिकट सबै सोल्ड सु हान्न जाँदा नि मेरो टिकट सबै सोल्ड रे होइन मलाई यत्रो फ्यानहरूले मलाई पिसाब फ्याँदासम्म नि होइन पिसाब गर्दासम्म नि मान्छेहरूले मेरो पछाडि छोड्दैन त्यस्तो छ यार झोलाको फ्यानहरू नेपालमा सु हान्दा नि ल टिकट सबै सोल्ड ए सु हान्दा नि टिकट सोल्ड सायद अब होला नि त कन्सर्टतिर होला नि त होइन यति ग्यापमा पनि टिकट सोल्ड हुन्छ र क्या अल्लु अर्जुन जस्तो गर्छु गुन्डाहरूलाई फोल्ड जम्मा सो हान्न जान्छु हुन्छ टिकट सबै सोल्ड चुसाइदे दुश्मनहरूलाई गन्ना भाग्छु घोडा जस्तो फास्ट खान्छु चन्ना जम्मा हिँड्छु हिँड्छ मसँग 50 जना शैला मास्रा इन्ट्री अन्टे धमाका बिड्डा साइडला వచ్చిండు మీ నాయన ప్రేమిస్తారు లక్ష జనం मैदान में उतरे दुश्मन खत्म अपने नाम में वजन माँ की कसम संदूला पुट्टिना रौडीगा పెరిగిన భయమేలే మాకి భయమేలే సిటీల మొత్తం గెత్తు మామ మేడమిన బంగారు మామ దీన్ మారే డాన్స్ మామ పోరి మన ఫ్యాన్ మామ పబ్లిక్ बोलते रौडी राजा साउथ साइड डॉन ओजी अन्ना ओजी अन्ना अलराइट त्यो ओजी अन्ना साउथ साइड हो कि साउथ साइड अब ड्रेसिङबाट थाहा भयो तर यो बिचमा के भन्यो गाइज मैले त बुझिनँ यार त्यो ल्याङ्ग्वेज मलयालम थियो कि अलि अब साउथ इन्डियाको भनौँ न त्यो पार्टको साउथ भाषा थियो मैले बुझ्न सकिनँ होइन ओजी अन्ना बाहेक त्यति बाहेक अरू केही पनि बुझेँ होइन एउटा कुरा मलाई खुसी के लागेको छ भने हाम्रो नेपाललाई नै रिप्रेजेन्ट गर्छ होइन जस्तो सुकै शब्दहरू बोले पनि नेपाली आर्टिस्टहरू नेपाललाई नै रिप्रेजेन्ट गर्छ यो कताको ऱ्यापर हो नेपालको यो सङ यो के भाषा हो नेपाली हो यो ठाउँ कता हो नेपाल हो होइन यो केटीको हो नेपाली हो यस्तो कुराहरूले चाहिँ त्यो खुसी लाग्छ अनि अर्को कुरा के लाग्छ भने यो जुन अहिलेको यो कल्चर आएको छ नि त नेपालमा यस्तो ड्रेसअप अथवा यस्तो यो कलर ग्रेडिङहरू जुन युज गरेको छ यिनीहरू सब्जी मन्डीमा गरेको छ कसैले मन्दिरमा गरेर हुन्छ होइन अनि भ्योमाको हुमा चाहिँ छुट्टै छ होइन उसको यस्तो सिमिलर छ तर कसले गर्यो भन्ने हुन्छ स्याडो द रियल जी अनि हाम्रो D1 सरकार हो कि साथ के छ हाम्रो मधेसको ऱ्यापरहरू होइन तिनीहरूले नि यस्तै टाइपको गीतहरू निकालिरहेको छ अहिले किन यस्तो चलिरहेछ अनि वागवान भन्ने त्यो ऱ्यापरको नाम के थियो यार त्यो तिनीहरूले पनि यस्तो टाइपको सिमिलर भाइब दिने खाले सङ निकालिरहेको छ किन यस्तो अहिले यही हो ट्रेन्डमा चलेको कि हो टिकट पुरै सोल्ड ओके गन्ना
ఎంట్రీ అంటే ధమాకా బిడ్డ సైడ్ లా వచ్చిండు మీ నాయన ప్రేమిస్తారు లక్ష జనం మెదనే ఉతరే దుష్మన్ ఖతం అప్నే నామ్ మే వజన్ మాకి కసం సందుల పుట్టిన రౌడీగా పెరిగిన భయమేలే మాకి భయమేలే సిటీల Okay. బంగారు మామ దీన్ మారే డాన్స్ మామ పోరి మన ఫ్యాన్ మామ పబ్లిక్ బోల్తే రౌడీ రాజా సౌత్ సైడ్ డోన్ ఓజీ అన్న तमिल में है नेपाली में भन्ना ए तमिल पो हो यो त यार तमिल हो नि नेपालीमा भन्न पोरी मना फ्यान मामा पब्लिक बोल्दै राउडी राजा साउथ साइड डन ओजी अन्ना तमिल में है नेपालीमा भन्न अहँ ए केटा यो चाहिँ नेपालमै सुट भएको हो यो चाहिँ मकैको यो माथि कोसाहरू छ नि हेर है माथि यो साइडतिर हेरौँ है नेपालीमा भन्ना ओ यो चाहिँ मकै होइन र यो नेपालको मकै हो नेपालीकै मकै हो नेपालमै फलेको मकै हो यसरी झुन्ड्याएर राख्ने भने नेपालमा यस्तो चलनहरू छ सो यो साउथको भाइब दियो भने साउथ इन्डियामा जस्तो सुट भए पनि नेपालमै सुट भएको छ तमिल में है नेपालीमा भन्न भन्छु साइदिन्छु सबलाई गन्ना पञ्चान्छु नवजनसरी इज दिस नवजनसरी भन्छु साइदिन्छु सबलाई गन्ना होइन यार पञ्चान्छु पेटमा दुख्छ मनमा ले वाउ पकेट भरि पैसा छ अनि घाँटीमा छ गोल्ड स्टाइल मेरो नयाँ छ हेर ड्यासिङ अनि बोल्ड अल्लु अर्जुन जस्तो ले के हो त्यो स्कलै भाँचिएको छ त केटी स्टाइल मेरो नयाँ छ हेर ड्यासिङ अनि बोल्ड अल्लु बुटी अर्जुन जस्तो गर्छु बुटी गुन्डाहरूलाई फोल्ड जम्मा सो हान्न जान्छु हुन्छ टिकट सबै सोल्ड जुसाइदे दुश्मनहरूलाई गन्ना भाग्छु घोडा जस्तो फास्ट खान्छु चन्ना जम्मा हिँड्छु मसँग 50 जना जुनै बिजनेस गर्छु मेरो पैसा हुन्छ प्लस 5 लाखलाई बनाइदिन्छु 2 दिनमा 10 बाइक होइन गाडी होइन लिएर आउँछु बस चढाइदिन्छु जिउको माथि साइड हट जस्तो हान्छु म टक त्यस्तो हान्छु म वक मेरो स्टाइल देखेर हुन्छ मान्छेहरू सक जस्तो हान्छु म टक त्यस्तो हान्छु म वक सिधा ढोका उडाइदिन्छु बेबी गर्दिन म नक Okay, alright. जुसाइदे दुश्मनहरूलाई गन्ना अन्ना वाउ जुसाइदे दुश्मनहरूलाई गन्ना भाग्छु घोडा जस्तो फास्ट खान्छु चन्ना जम्मा हिँड्छु मसँग 50 जना अन्ना ए लास्टमा यो जुन बु यो चाहिँ पुरै साउथको याद आयो यार यो मुभीमा हुन्थ्यो नि प्रभासको मुभी हेर्दा महेश बाबुको मुभी हेर्दा त्यो गुन्डाहरूको जसरी इन्ट्री हुन्थ्यो नि त्यति बेला चाहिँ ओके अलराइट ओके केही कुराहरूको बारेमा हल्का छिनोफाने गरिहालौँ यो भिडियोको बारेमा मलाई चाहिँ मन परेको भनेको एस्थेटिक भाइब हल्का एस्थेटिक भाइब छ डिफ्रेन्ट थियो अहिलेसम्म यस्तो लेभलको चाहिँ अब म्युजिक भिडियोले चाहिँ गर्छ योभन्दा कडक बनाइरहेको हुन्छ होइन हाम्रो बिटिन ब्रदरले बट दिस वाज मोर लाइक उताको कल्चरलाई चाहिँ नेपालमा प्रदर्शन गरायो नि त नेपाली ऱ्याप पनि उतातिर चिनायो होइन मलाई त्यो ठिक लाग्यो कोलाबोरेसन वाज गुड द एक्टर एक्ट्रेस वेयर more amazing, let's say. More amazing? Most amazing? More amazing? के हो यार इङ्ग्लिस एनिवेज गाइज है डान्स पनि राम्रै थियो केटाहरूको स्टोरी टेलिङ राम्रै थियो भनौँ अब कसरी छ अब त्यही त हो नि होइन त्यत्रो कडक बाजहरू त्यत्रो कडक त्यो शब्दहरू त्यत्रो खत्रै टाइपको त इट वाज जस्ट ओके थियो एभरेजै थियो सङ चाहिँ तर यसमा देखाएकोले चाहिँ अब त्यो पावर चाहिँ क्रिएट गरेकै छ भनौँ न पावर चाहिँ क्रिएट गरेको छ आई लाइक द फ्लो पनि दामी थियो इट्स जस्ट अगेन इट्स झोला ओके झोलाबाट त हामीले के एक्सपेक्ट गर्छौँ झोला ऱ्याप ओके सो द्याट वाज इट गाइज आई होप यु इन्जोय दिस रियाक्सन भिडियो इफ यु डिड कमेन्ट डाउन तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो एन्ड आई विल बी ब्याक अगेन विथ अनदर
reaction video like this. If you want to watch, make sure to subscribe पनि गर्नु होला भन्दै अहिलेको लागि चाहिँ I would like to get out of here. I'll see you again in another video. Until then, peace out.